नमस्कार। समावेशी सवालमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म रोशनी कठित। दर्शकवृन्द, समावेशी सवाल राष्ट्रिय समावेशी आयोग र नेपाल टेलिभिजनको संयुक्त प्रस्तुति हो। राष्ट्रिय समावेशी आयोगले देशका विभिन्न समुदायका लागि विभिन्न कोणबाट काम गर्दै आएको छ। विशेष गरी समानुपातिक सहभागिता कायम गर्नका लागि राष्ट्रिय समावेशी आयोगले भूमिका खेल्दछ। आज हामी मुलुकमा समावेशीकरण किन चाहिन्छ, समावेशीकरणका लागि हाम्रो मुलुकले अपनाएको नीति सिद्धान्त, संविधानमा भएका व्यवस्था, यसको कार्यान्वयनको पाटो र व्यावहारिक पक्षका बारेमा चर्चा गर्दैछौँ। समावेशीकरणका लागि पहिलो जग भनेको शिक्षा हो भन्ने गरिन्छ। यसर्थ शिक्षामा पनि समावेशीकरणको नीति अपनाउनु पर्छ भन्ने मान्यता अथवा यो विषयमा बहसहरू पनि भइरहने गर्छन्। आज हामी समावेशीकरणका लागि शिक्षा नीति कस्तो हुनुपर्छ, शिक्षाले समावेशीकरणका लागि कस्तो भूमिका खेल्छ, यो विषयमा पनि चर्चा गर्दैछौँ। यो विषयमा कुराकानी गर्नका लागि आज मसँग दुईजना अतिथिज्यूहरू हुनुहुन्छ। मसँग हुनुहुन्छ संविधानविद खिमलाल देवकोटा, त्यसै गरी समावेशीकरण विज्ञ डाक्टर दिव्या दवाडी। उहाँहरूलाई कार्यक्रममा स्वागत गर्नु अगाडि म राष्ट्रिय समावेशी आयोगले गर्ने काम कारबाहीका बारेमा तयार पारिएको एक भिडियो सामग्री प्रस्तुत गर्दछु। नेपालको संविधानको भाग 27 को धारा 258 को उपधारा 1 बमोजिम राष्ट्रिय समावेशी आयोगको गठन भएको छ। संविधान र राष्ट्रिय समावेशी आयोग ऐन 2074 ले राष्ट्रिय समावेशी आयोगलाई खस आर्य, पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं सीमान्तकृत समुदाय तथा पिछडी पारिएका वर्ग र कर्णाली तथा आर्थिक रूपले विपन्न वर्ग लगायतका समुदायको अधिकारको संरक्षण, सशक्ति विकास र सहभागिताका लागि अध्ययन अनुसन्धान गर्ने, अनुगमन गर्ने र सोको आधारमा नीति, कानुन तथा कार्यक्रममा आवश्यक सुधार तथा पुनरावलोकन गर्ने सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने काम, कर्तव्य तथा अधिकार प्रदान गरेको छ। त्यसै अनुरूप आयोगले नेपालको संविधान, राष्ट्रिय समावेशी आयोग ऐन 2074 तथा नियमावली 2079 बमोजिम अध्ययन अनुसन्धान, अनुगमन र सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। संविधानको धारा 259 बमोजिम यस आयोगमा एक अध्यक्ष र 4 जना सदस्य सहित 5 जना पदाधिकारी रहने प्रावधान छ। हाल आयोगमा अध्यक्ष र 1 जनाको सदस्य पद रिक्त छ। समावेशीकरणका लागि नेपाल सरकारले अवलम्बन गरेको नीति तथा कानुनको कार्यान्वयनको अवस्था, राज्यका संयन्त्रमा कार्यक्षेत्रसँग सम्बन्धित वर्ग, समुदायको उचित प्रतिनिधित्व भए नभएको सम्बन्धमा अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने र नेपाल सरकारले तर्जुमा गर्ने नीतिमा सुझाव दिनुका साथै विद्यमान नीतिहरूको पुनरावलोकन गरी सुझाव दिने कार्य आयोगले गर्दै आएको छ। स्थानीय पहुँच कार्यक्रम र लक्षित वर्गका लागि स्थानीय पहुँच कार्यक्रम र प्रदेश स्तरीय तथा स्थानीय स्तरीय अन्तर्क्रिया तथा छलफल कार्यक्रमको सञ्चालन गरी आयोगले प्रदेश तथा स्थानीय तहमा समावेशिताको कार्यान्वयन अवस्थाको जानकारी लिँदै आएको छ। यसै क्रममा आयोगले हालसम्म आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा अध्ययन अनुसन्धान गरी 37 वटा विषयमा 312 बुँदामा नेपाल सरकारलाई सिफारिस गरेको छ। आयोगले सिफारिस गरेको मध्ये जनता आवास कार्यक्रम सम्बन्धमा, कार्यस्थलमा मतदान गर्ने सम्बन्धमा, श्रमिक दर्ता तथा तथ्याङ्क व्यवस्थापन सम्बन्धमा, योगदानमा आधारित सामाजिक सुरक्षा, समावेशी पदपूर्ति, लोपोन्मुख राउटे जाति संरक्षण नीति सम्बन्धमा, ज्येष्ठ नागरिक अधिकार नीति, अपाङ्गता भएका व्यक्ति सम्बन्धमा नीति, पिछडिएको क्षेत्रको सामाजिक तथा भौतिक विकास सम्बन्धमा, किसानको हक अधिकार र जीवनस्तर सुधार सम्बन्धमा, लक्षित वर्ग तथा समुदायको राज्य संयन्त्रमा पहुँच बढाउने तथा उनीहरूको संवैधानिक हक अधिकारको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले केन्द्रित छन्। नेपालमा समावेशीकरणको सन्दर्भमा भएका नीति नियमका बारेमा बोल्दैछौँ, यसको कार्यान्वयनको पाटो कस्तो छ भन्ने विषयमा बोल्दैछौँ। तर त्योभन्दा अगाडि समावेशीकरण भनेको के हो भन्ने बारेमा नै जानकारी हुनु पर्यो नि त आम मानिसलाई, होइन? मलाई भनिदिनुहोस् न डाक्टर साहब, संविधानविदका हिसाबले म तपाईँलाई सोध्दैछु, समावेशीकरण भनेको के हो? सबभन्दा पहिला त समावेशीकरण भनेको समावेश हुने भन्ने हो शाब्दिक अर्थमा। तर राजनैतिक अर्थमा, समाजको अर्थमा हामीले हेर्दाखेरि समाजका हरेक संरचनामा समाजको प्रतिछाया त्यहाँ चाहिँ रिफ्लेक्ट हुनुपर्छ, त्यहाँ देखिनुपर्छ, त्यहाँ संलग्न भएको हुनुपर्छ भने राज्यका सबै संरचनामा जातीय जनसङ्ख्या, भौगोलिक जनसङ्ख्या अथवा अरू जुन प्रकृतिको चाहिँ समाज छ त्यसको चाहिँ प्रतिनिधित्व त्यहाँ देखिनुपर्छ भन्ने अर्थमा
यसलाई लिनुपर्छ। अथवा सबै वर्गको समान उपस्थिति हुनु पर्यो हैन? एक्ज्याक्टली। अब संविधानमा नि समावेशीकरणको सन्दर्भमा कस्तो खालका नीतिहरू छन् त अलिकति बताइदिनुहोस्। समावेशीकरणको कुरा गर्दाखेरि अहिलेको हाम्रो संविधानका 4वटा महत्त्वपूर्ण राजनीतिक उपलब्धि मध्ये समावेशीकरण एक हो। गणतन्त्र, संहिता, धर्मनिरपेक्षता सँगै समावेशीकरण एक हो भनेपछि टोटल उपलब्धि मध्येको 25% उपलब्धि यो चिजलाई संविधानमा अन्तरिम संविधानदेखि हामीले चाहिँ राख्न कोसिस गर्यो र अहिलेको संविधानमा प्रस्तावनादेखि मौलिक हक र राज्यका निर्देशक सिद्धान्त अनि त्यसपछि संवैधानिक अङ्गहरू र टोटल राज्यको संरचनामा समावेशीकरण चाहिँ अनिवार्य छ भन्ने कुरा राखियो। प्रस्तावनामा यो समाज हरेक बहिष्करणमा परेका मानिसहरूको समावेशीका निम्ति हो भनियो। राज्यका निर्देशक सिद्धान्तमा राज्य समावेशीकरणको मान्यता अनुसार अगाडि बढ्छ भनियो। मौलिक हकमा त जसलाई मार्जिनलाइज कम्युनिटी भन्छौँ ती सबैको छुट्टा छुट्टै मौलिक हकको बन्दोबस्त गरियो। यतापट्टि राज्यका हरेक संरचनामा समावेशीकरणको सिद्धान्त अनुसार उनीहरूको प्रतिनिधित्व हुनुपर्छ भनेर राखियो। त्यसकारण समावेशीकरणको आँखाबाट हेर्दाखेरि यो संविधान सम्पूर्ण रूपमा समावेशी दस्तावेज भन्ने म देख्दछु, तर इम्प्लिमेन्टेसनको कार्यान्वयनको कुरा चाहिँ हुन्छ। हामी कार्यान्वयनको पाटोमा नि कुरा गर्छौँ हैन? जस्तो अब मलाई बताइदिनुहोस् न, हामीले चाहिँ पछाडि पारिएका वर्ग समुदायलाई राज्यका सबै संरचनाहरूमा समान रूपमा सहभागिता गराउने उद्देश्यले संविधानमै व्यवस्था गरियो हैन? अब पछाडि पारिएका भनिएको छ नि कस्ता कस्ता वर्ग कस्ता कस्ता समुदायहरूलाई चाहिँ समावेशीकरण आवश्यकता पर्छ अथवा उनीहरूलाई सहभागी गराउनु पर्छ भनेर उल्लेख गरिएको छ? एकदमै हामीले त्यसमा चाहिँ आजसम्म राज्य सत्तामा पहुँच नभएका जाति, वर्ग, क्षेत्र र समुदायका मानिसहरू चाहिँ यो मार्जिनलाइज कम्युनिटीभित्र पर्छन् भनियो। त्यसो भएको हुनाले अब तिनलाई चाहिँ समान रूपमा ल्याउन के गर्नुपर्छ भन्दा पहिला विशेष अधिकारको कुरा गरियो, विशेष व्यवस्था गर्नुपर्छ भन्ने कुरा गरियो। विशेष व्यवस्थाको बारेमा सहमति हुन सकेन। अनि त्यसपछि सकारात्मक विभेदको सिद्धान्त अवलम्बन गरियो र त्यसलाई व्यवस्थापन गरियो। त्यसलाई व्यवस्थापन गर्दै गर्दा महिला, दलित, किसान, मजदुर, मुस्लिम जति छन् उनका निम्ति फन्डामेन्टल राइट हरेकका निम्ति मौलिक हकका रूपमा बन्दोबस्त गरियो। एक दोस्रो, ती सबैलाई राज्यका हरेक संरचनामा चाहिँ समान ढङ्गले उपस्थित गराउनुपर्छ भनियो। तर यति भन्दा भन्दै पनि यो कम्प्रोमाइजको डकुमेन्ट भएको हुनाले हाम्रो समावेशीकरणको 9-10 वटा क्लस्टर पर्छ। त्यो क्लस्टर मध्ये महिलाको हकमा 1/3 प्रतिनिधित्व सङ्घीय संसद र प्रतिनिधि प्रदेश सभामा चाहिँ बन्दोबस्त गरियो। बाँकीका हकमा चाहिँ दोस्रो प्रायोरिटीमा परेको हुनाले महिलालाई 1/3 ग्यारेन्टी गरियो, बाँकीलाई बाँकी छ। फेरि महिलालाई 1/3 मात्रैले 1/3 भनेको त समावेशीकरण होइन, थप परिमार्जन गर्न जरुरी छ। 1/3 भनेको समावेशीकरण होइन। 50% जनसङ्ख्या भएकोको निम्ति त्यहाँसम्म जानुपर्ने अलिकति प्रेसर बाध्यता हाम्रो सन्दर्भमा आएको छ। अथवा केही परिमार्जनहरू जरुरी छ हैन? एकदम जरुरी छ। अहिले सस्टेनेबल डेभलपमेन्ट SDG भन्यो नि, त्यसले के भन्यो 2030 सम्म महिलाको 50-50 भनेर भनिसकेको छ। राज्यको प्रतिनिधित्व प्रतिबद्धता त्यहाँ जनाइसकेको छ। भनेपछि हाम्रो संविधानले 1/3 मात्रै भन्छ भनेपछि त्यो ठाउँमा त पुर्याउनै पर्छ। त्यसकारण चाहिँ संविधान संशोधनको माध्यमबाट समावेशीकरणलाई अझ मूर्त रूप दिन बाँकी छ भन्छौँ। हजुर हजुर। डाक्टर दिव्या दवाडी, तपाईँ समावेशीकरण विज्ञ हुनुहुन्छ र विशेष गरी तपाईँको रुचि चाहिँ शिक्षामा हो अथवा विज्ञता शिक्षामा हो हैन? तपाईँ शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाको निर्देशक पनि हुनुहुन्थ्यो हैन? हुन्छ। अब तपाईँसँग अनुभव पनि छ, तपाईँको विज्ञता पनि यही क्षेत्रमा छ हैन? एउटा समावेशीकरणको कार्यान्वयनका लागि चाहिँ शिक्षा महत्त्वपूर्ण हुन्छ भन्ने सन्दर्भहरू पनि उठ्छन् र शिक्षा क्षेत्रमा नि समावेशीकरण आवश्यक छ अथवा समावेशी शिक्षाले समावेशीकरणको कार्यान्वयनका लागि थप काम गर्न सक्छ? इन्क्लुसिभ एजुकेसन इज द फाउन्डेसन अफ इन्क्लुसिभ सोसाइटी भनिन्छ कि त्यो चाहिँ जग हो भनिन्छ कि। त्यो जग नबनाइकन त घर बन्दैन। त्यही भएको भएर अब हाम्रो त सबै बानीहरूको विकास त हाम्रो चाहिँ प्रारम्भिक बाल्यावस्थामा नै हुन्छ मानव जातिको। त्यो प्रारम्भिक बाल्यावस्था र विद्यालय शिक्षाको एलिमेन्ट्री लेभल भनेर जुन हामी भन्छौँ त्यो बेलामा समावेशीकरण गर्न सक्यो भने समावेशी संस्कार बन्दै जान्छ। समावेशी अब नीतिको पनि कुराहरू आइरहेछ, नीतिमा केही कुराहरू एड्रेस भइरहेछ
संस्कार बन्छ होइन, त्यसपछि चाहिँ कार्यान्वयन गर्न सजिलो हुन्छ। त्यही अथवा नीतिमा गर्ने एउटा कुरा हो, तर व्यवहारमा ल्याउन चाहिँ नलेज हुनुपर्छ भन्ने तपाईको नलेज एकदमै हुनुपर्छ, शिक्षा एकदमै हुनुपर्छ। र हाम्रो शिक्षाको संरचनाहरू समावेशी नभएसम्म चाहिँ जस्तो नीति बनाए पनि हाम्रो संस्कार चाहिँ बदलिँदैन। त्यही भएको भएर त्यो समावेशीकरणमा हामी जान सक्दैनौँ। पोलिसीले मात्रै काम गर्ने, डाक्टर साहबले भन्नुभयो नि इम्प्लिमेन्टेसनको कुरा भनेर, पोलिसीले मात्रै काम नगर्ने चाहिँ किन हो त भन्दा हाम्रो जुन खालको बानी छ, जुन खालको अभ्यास छ, जुन खालको संस्कार छ, अथवा ज्ञानको परिवर्तन गर्नुपर्छ। र नलेजको कुरा त महत्त्वपूर्ण भइहाल्यो। समावेशीकरण गर्नुपर्छ भने नलेज मात्रै भएर नै पुग्दैन क्या। शिक्षामा चाहिँ हरेकको आवश्यकता पुरा गर्ने गरी, हरेकको सिकाइको आवश्यकता पुरा गर्ने गरी शिक्षाको व्यवस्था गर्न सकियो भने त्यसलाई हामी समावेशीकरण भनेर भन्न सक्छौँ। र समावेशी शिक्षा चाहिँ समावेशी समाजको जग भएको भएर त्यो जग बलियो नबनाइकन चाहिँ घर बलियो हुँदैन जस्तो लाग्छ। त्यसो भने नेपालको शिक्षा पद्धति कतिको समावेशी छ त? अब पोलिसीले समावेशीकरणलाई मजासँग इम्प्रेस गरेको छ होइन। अब हाम्रो शिक्षाका कानुनहरू हेर्नुभयो भने अनिवार्यता निःशुल्क शिक्षा ऐन नियम छन्, त्यसपछि हाम्रा शिक्षाका कानुन छन्, शिक्षाका ऐन नियम छन्, अनि त्यसपछि नीतिहरू छन्। ती सबै नीतिले चाहिँ समावेशीकरणलाई चाहिँ आत्मसात गरेको छ। अहिलेको मूल मुद्दा भनेको चाहिँ सबैको शिक्षामा सबैको, सबै वर्ग, समुदाय, लिङ्ग, भाषा, जात, अपाङ्गता होइन, सबैजनाको चाहिँ नि समतामूलक पहुँच, सिकाइमा सहभागिता र सिक्ने अवसरको चाहिँ सुनिश्चितता गरिनेछ भनेर चाहिँ सबै डकुमेन्टले लेखेका छन्। त्यो चाहिँ छ, पोलिसीमा आएको छ। त्यसो भए नि अब समावेशी शिक्षाले नि सबैलाई समान अवसर दिनका लागि चाहिँ कसरी भूमिका खेल्छ त? अथवा ठ्याक्कै शिक्षा क्षेत्रका मार्फतमा अथवा शैक्षिक क्षेत्रका माध्यमबाट चाहिँ समावेशिता कायम गर्न कस्तो कोणबाट काम गर्नु? जस्तो अब सबै संरचनाहरूमा रिप्रेजेन्टेसनको हामी कुरा गर्दैछौँ भने पहिला त योग्यता त चाहियो होला नि, शिक्षा त चाहियो होला नि, ज्ञान त चाहियो होला नि होइन, त्यसै त रिप्रेजेन्टेसन हुँदैन। त्यो नलेज, त्यो क्यापेसिटी भन्छ नि, एउटा क्षमता विकास गर्ने भन्दा शिक्षाले नै हो नि त। त्यही भएको भएर शिक्षाबाट सबै वर्गको, जसलाई हामी बहिष्करणमा परेका भन्छौँ, जसलाई हामी चाहिँ सीमान्तकृत समुदाय भनेर भन्छौँ, तिनीहरू सबैलाई चाहिँ शिक्षाको व्यवस्था गरेर उनीहरूको शिक्षाको अधिकार, संविधानमा त्यो कुरा पनि छ, शिक्षाको कुरा छ नि त, मौलिक हकमा छ होइन, त्यो व्यवस्था गरेर आधारभूत शिक्षा चाहिँ नि अनिवार्य हुने भनेर भनिएकै छ। त्यो व्यवस्था गर्दै गइसकेपछि उहाँहरूलाई चाहिँ उहाँको क्षमता विकास गर्दै लान सकिन्छ हरेक समुदायको। त्यसपछि क्षमता विकास गर्दै गएपछि त अनि रिप्रेजेन्टेसन गराउन सजिलो हुने भइहाल्यो नि। अहिले चाहिँ हाम्रो नीतिगत रूपमा राम्रै व्यवस्था छ, त्यसलाई केही परिमार्जन गर्न पर्ने पनि जरुरी छ तपाईँले भन्दै हुनुहुन्थ्यो होइन। जस्तो नीतिगत रूपमा भएका विषयहरूलाई लागू गर्नका लागि, कार्यान्वयन गराउनका लागि विभिन्न निकायहरू छन्। जस्तै राष्ट्रिय समावेशी आयोग पनि समावेशीकरण गर्नका लागि एउटा निकाय हो जसले चाहिँ विभिन्न वर्गहरूका लागि काम गर्नुपर्ने भनिएको छ कि। अब अहिले भएका कानुनहरू नै, नीति नियमहरू नै, संवैधानिक व्यवस्थाहरू नै कार्यान्वयन नहुनुको अर्थ नि यस्ता खालका निकायहरूको भूमिका प्रभावकारी नभएको हो? एकदम ठिक भन्नुभयो। जस्तो हामीले मौलिक हक 31वटा मौलिक हकको व्यवस्था गऱ्यौँ, त्यो मध्ये आधीभन्दा बढी मौलिक हक चाहिँ हामीले यो समावेशीकरणसँग सम्बन्धित छन्। र ती 16वटा कानुन चाहिँ 16वटा मौलिक हकलाई कानुन बमोजिम भन्यो, कानुन बनाएर कार्यान्वयन गर्ने भन्यो। त्यो फेसिलिटेट गर्नका निम्ति त्यो बन्दोबस्त राखिएको थियो। 3 वर्षभित्र त्यो कानुन बनाउनुपर्छ भन्यो। संसदको नियम निलम्बन गरेर रातारात त्यो ऐन चाहिँ पास गर्यौँ। तर ऐन त पास गर्यौँ, ऐन आफैमा गएर कार्यान्वयन हुँदैन, नियमावली चाहिन्छ। नियमावलीहरू बन्ने प्रक्रिया मैले त्यसलाई फलो पनि गरिराखेको छु। कैयौँ त्यस्ता समावेशीकरणसँग सम्बन्धित मौलिक हक कार्यान्वयन गर्न बनेका ऐनको नियमावली आजका मितिसम्म पनि बनेको छैन। यो चाहिँ समस्या हो एक। दोस्रो, तपाईँले संवैधानिक आयोगको कुरा गर्नुभयो। संवैधानिक आयोगका कुराहरूको कुरा गर्दाखेरि फेरि अन्तरिम संविधानमा जान्छु म। अन्तरिम संविधानबाट हामीले धेरै संवैधानिक आयोगहरू थप्यौँ। त्यसपछि त्यसका संवैधानिक दायित्वहरू थिए समावेशीकरणलाई अझ बढी प्रमोट गर्ने, त्यसलाई व्यवस्थित गर्ने, कार्यान्वयन गर्नका निम्ति के चाहिँ गर्नुपर्छ भनेर त्यसलाई फिडब्याक दिने, त्यतातिर जानुपर्ने थियो। संवैधानिक त्यो समावेशीकरण आयोगको पहिलो प्रतिवेदनले यो समावेशीकरण चाहिँ यो ढङ्गको त संविधानले परिकल्पना गरेको यो ढङ्गको त सम्भव छैन, हुँदैन भन्ने प्रतिवेदन दियो। भनेपछि नि संविधानको मर्म अनुसार राष्ट्रिय समावेशी आयोगले काम गर्न सकेन। हो, एक्ज्याक्टली तपाईँले एकदम ठिक भन्नु। सँगसँगै समावेशीकरण आयोग सँगसँगै अरू थुप्रै संवैधानिक आयोगहरू छन्। उनीहरूले आफूलाई संवैधानिक हैसियतमा प्रोजेक्सन गर्न सकेनन्, त्यो अनुसारको भूमिका निर्वाह गर्न सकेनन्। बरु भयो के भने हिजो संवैधानिक नहुँदाखेरिका कानुनी आयोगहरू, महिला आयोग, दलित आयोग, अरू आयोगहरू थिए जसलाई सहसचिवले ह्यान्डल गर्नुहुन्थ्यो। त्यो आयोगहरू
त्यही लेभल त्योभन्दा माथि चाहिँ उठ्न सकेन। त्यसकारण माथि उठ्न नसक्ने संविधानको समस्या होइन, माथि उठ्न नसक्ने राज्यको समस्या होइन। राष्ट्रिय समावेशी आयोगले चाहिँ अब हो सबैतिर समस्याहरू छन्, थप गर्नुपर्ने सुझावहरू पनि छन् होइन। राष्ट्रिय समावेशी आयोगले अहिलेसम्म विभिन्न क्षेत्रका 37वटा बुदाहरूमा चाहिँ सुझावहरू पेश गरिसकेको छ र नीति बनाउनका लागि भनेर नीतिगत रूपमै पनि सिफारिस गरेको छ। तर आयोगहरूको पनि आफ्नै गुनासो छ कि सरकारले आयोगका सिफारिसहरू चाहिँ कार्यान्वयन गर्दैन भनेर होइन। आयोगका सिफारिसलाई सरकारले यसरी नजरअन्दाज गर्न मिल्छ कि मिल्दैन? एकदमै मिल्दैन। म ठ्याक्कै भन्छु, तपाईँले भनेको कुरासँग म पुरै सहमत छु। संवैधानिक अङ्ग भनेको त्यो राज्यलाई, कार्यकारीलाई, अझ सरकारलाई नियन्त्रण गर्ने चाहिँ संवैधानिक संरचना हो। त्यो संवैधानिक संरचनाले दिएको सिफारिस चाहिँ कार्यान्वयन गर्न बाध्य हुन्छ कार्यकारी भन्ने मान्यता हो। संसारको यस्तै मान्यता हो। तर प्रश्न के भने त्यो समावेशीकरण आयोगले आफूलाई पहिला संवैधानिक हैसियतमा एसर्ट गर्न सक्नु पर्यो, अनि त्यही अनुसारको सिफारिस गर्न सक्नु पर्यो, जुन कि कार्यान्वयन गर्न सम्भव छ, डुएबल भन्छ नि। सिफारिस त गरियो तर सरकारले कार्यान्वयन गरेन भनेर भन्दिनका निम्ति सिफारिस गर्ने कुरा भएन। त्यो कार्यान्वयन गर्नका निम्ति राज्यको क्षमता, राज्यको तयारी कस्तो छ, कस्तो हुनुपर्छ, कस्तो भएपछि के गर्ने भन्ने तर्फ ध्यान नदिकन संवैधानिक आयोगहरूले सिफारिस गर्ने, अनि सिफारिस चाहिँ सरकारले कार्यान्वयन नगर्ने, अनि कार्यान्वयन नगर्ने आयोगहरूको स्तर के हुने भने संवैधानिक होइन, तिनीहरू कानुनी आयोगमा डिग्रेड हुने। अथवा तपाईको शंका संवैधानिक आयोगहरूको सिफारिसमै हो? संवैधानिक आयोगहरूको क्षमतामा पनि हो एसर्ट गर्ने कुरा। संविधानले जे भनेको छ त्यो भित्र चाहिँ त्यसले दिएको अधिकारहरू मजाले प्रयोग गर्न सक्ने सक्षमता पहिलो कुरा हो। दोस्रो कुरा चाहिँ त्यो सक्षमताका आधारमा राज्यको एउटा महत्त्वपूर्ण अङ्ग संवैधानिक अङ्ग भएको नाताले कति काम राज्यले गर्न सक्छ, राज्यको क्षमता त्यो काम गर्न, त्यो सिफारिस कार्यान्वयन गर्न राज्यको क्षमता कसरी बढाउनुपर्छ भन्ने प्लान अफ एक्सन पनि त्यो सिफारिसमा दिनुपर्थ्यो। त्यो लेभलको सिफारिस हामी कहाँबाट जाने छैन। तेस्रो, जेसुकै भए पनि संवैधानिक आयोग हो, उसले गरेको सिफारिस कार्यान्वयन गर्नुपर्छ। हाम्रो कार्यकारी फेरि कस्तो छ भने मै हुँ अल इन अल। संवैधानिक आयोगहरू भनेको त भर्खरका आफूले बनाएका समिति कार्यदलको हैसियतमा पनि कार्यकारीले लिने गरेका छैन, नियन्त्रणमा राख्न खोज्ने। त्यो वित्त आयोगले दिएको सिफारिस हामीले 30% भन्दा बढी कार्यान्वयन गरेका छैनौँ भन्ने अर्थ मन्त्रालयको अफिसियल भर्सन आउँछ। मानवाधिकार आयोगको त 80% कार्यान्वयन गरेका छैन भने मानवाधिकार आयोग कराएको कराइ छ। समावेशीकरण आयोगको कुरा पनि त्योभन्दा भिन्न हो भन्ने मलाई लाग्दैन। त्यसकारण दुईटा कुरा, सरकार जिम्मेवार हुनु पर्यो, आयोगहरूले चाहिँ आफ्नो हैसियत बुझेर आफूलाई एसर्ट गर्ने ठाउँमा जानु पर्यो। दुईटैको मिलनबिन्दु के हो भने हाम्रो संविधान के भन्छ, संविधानको राज्यका निर्देशक सिद्धान्त नीतिहरूले के भन्छ। समावेशीकरण आयोगले थुप्रै नीतिहरूको सिफारिस गर्यो भने तपाईँले भन्नुभयो। म भन्छु हाम्रो राज्यका नीति संविधानमा लेखिएकोमा 13वटा मूलनीति, 96वटा अरू थप नीतिहरू छन्। त्यो नीतिभन्दा बाहिर बनाएका नीतिहरू मेरो विचारमा त्यो संविधानमा लेखिएको नीतिभन्दा प्रगतिशील हुन्छ, क्रान्तिकारी हुन्छ, अग्रगामी हुन्छ भन्ने मलाई विश्वासै छैन। तैपनि मान्छेहरू बनाउने प्रयत्न गर्छन्। हामीले यति नीति बनायौँ भनेर प्रगति विवरण देखाउने काम भएको छ। त्यसकारण फेरि पनि संविधानमा केन्द्रित हुनुहोस्, संविधानले दिएको अधिकारलाई चाहिँ कार्यान्वयन गर्नतिर लाग्नुहोस् भन्ने मेरो सुझाव छ। डाक्टर दिव्या दवाडीज्यू, जस्तो अब सबै किसिमका प्रगतिहरूको जग चाहिँ शिक्षाले निर्धारण गर्छ भनेर तपाईँले पनि भन्दै हुनुहुन्छ होइन, र यो एक किसिमको वास्तविकता पनि हो। जस्तो नि अब अहिले नेपालमा भइरहेका शिक्षा प्रणालीमा होइन शैक्षिक पाठ्यक्रमहरू चाहिँ कतिको समावेशी छन् त? तपाईँले के अध्ययन गर्नुभएको छ? अब समावेशीकरणलाई हामी समावेशीकरण भनेको चाहिँ वयस्करणमा परेको वर्गलाई समावेश गर्ने भनेर भन्छौँ सामान्य अर्थमा भन्दा होइन। तर शिक्षाभित्र जाँदाखेरि चाहिँ के हुन्छ भने हरेक बालकको, हरेक बालिकाको होइन, हामी अहिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्छौँ, ती सबैजनाको सिकाइको आवश्यकता के हो त? हरेकको फरक हुन्छ नि सिकाइको आवश्यकता त। हरेक व्यक्तिको, हरेक बालकको, हरेक बालिकाको सिकाइको आवश्यकता पुरा गर्ने गरी कार्यान्वयन गरिएको पाठ्यक्रमलाई चाहिँ हामी समावेशी पाठ्यक्रम भनेर भन्न सक्छौँ। अब हामी चाहिँ के भन्छौँ भने मुभिङ टुवर्ड्स इन्क्लुजन भनेर भन्न चाहिँ सक्छौँ। तर अब फुल इन्क्लुजनमा गइसकेका छौँ भन्ने कुरा चाहिँ त्यो इन्क्लुसिभ एजुकेसन एउटा प्रोसेस भएको भएर त्यो प्रोसेस अगाडि बढी नै रहने कुरा पनि हो। र हामी चाहिँ अहिले
पाइला चाल्दैछौँ तर हाम्रो गन्तव्य चाहिँ अझै टाढा छ। हामीले धेरै कोसिस गर्नुपर्ने चाहिँ छ। किनभने हरेक भनौँ न अब अपाङ्गता भएका बालबालिका भनौँ अथवा एकदम कठिन भौगोलिक अवस्थामा रहेका बालबालिका भनौँ, हिमाली भेगमा एकदम टाढा विद्यालय हुन्छ, घर होइन एकदमै अब त्यो एकदम टफ हुन्छ होइन, जोग्राफी टफ हुन्छ, हिँडेर जान सक्दैनन् मसिना केटाकेटी। अब त्यस्तोको लागि चाहिँ उनीहरूको आवश्यकताको आधारमा चाहिँ शिक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ कि कोसिस त भइरहेको छ होइन। अब हामीले हेऱ्यौँ भने तथ्याङ्क हेऱ्यौँ भने शिक्षामा राम्रो प्रगति भएको हामी होइन, सुधार राम्रो भएको छ। तर के हो त भने एकदमै त्यो भन्छ नि एकदमै हार्ड कोर ग्रुप भनेर भन्छौँ हामी होइन। अनि त्यस्तो बालबालिकाहरूको चाहिँ अझै पनि उनीहरूलाई चाहिँ विद्यालय बाहिर रहेका बालबालिकाको प्रतिशत पनि केही बाँकी नै छ। त्यो भनेको चाहिँ एकदमै कठिन समूहका बालबालिका हुन्। ती बालबालिकाको लागि चाहिँ वैयक्तिक लेभलमै गएर उनीहरूको आवश्यकता के छ त सिकाइको भनेर त्यो आइडेन्टिफाई गरेर अनि उनीहरूलाई चाहिँ हामीले शिक्षाको मूलधारमा ल्याउनु पर्ने हुन्छ। अब त्यसको लागि काम भइरहेको छ। अझै पनि त्यो वर्गसम्म पुगेर त्यो बालबालिकाको लागि चाहिँ केस बाई केस अप्रोचबाट क्या हामी भन्छौँ नि वान साइज डजन्ट फिट अल भन्छौँ नि होइन। अब अहिलेको हाम्रो धेरै पोलिसीहरू चाहिँ सबैलाई एउटै खाले जस्तो खालको देखिन्छ। तर आवश्यकताका आधारमा पाठ्यक्रम निर्माण गर्नु पर्यो। एकदमै आवश्यकताका आधारमा करिकुलममा चाहिँ फ्लेक्सिबिलिटी भन्छ, अकोमोडेट गर्ने भन्छ, अनुकूलन गर्नु पर्यो कि बालबालिकाको सिकाइको आवश्यकता के छ त्यसको आधारमा चाहिँ हाम्रो पाठ्यक्रम र हाम्रो इन्स्ट्रक्सन भन्छौँ नि हामी शैक्षणिक प्रक्रिया त्यसलाई चाहिँ नि अनुकूलन गर्नुपर्ने हुन्छ क्या। त्यो अनुकूलन गर्न त गरेका छौँ तर अझै पनि गर्न पर्ने चाहिँ छ। एग्रिगेटमा चाहिँ सीमान्तकृतै भन्छौँ तिनीहरूलाई, तर तिनीहरूलाई हामी डिसएग्रिगेट गरेर हेऱ्यौँ भने त्यस्ता खालका बालबालिकाहरू हुन्। त्यस्ता खालका बालबालिकाहरू अब थोरै मात्रै छन्, धेरै छैनन् आउनु बाँकी होइन। तर तिनीहरूलाई चाहिँ अब अहिलेको हाम्रो जस्तो एउटा भन्छ नि सबैलाई हुने खालको नीति बनाएर सबैलाई हुने खालको कार्यक्रम बनाएर चाहिँ तिनीहरूलाई ल्याउन सकिँदैन। त्यही भएको भएर केस बाई केस अप्रोचबाट स्पेसिफिक इन्टरभेन्सनहरू लिएर जानुपर्ने चाहिँ छ। जुन नीतिगत रूपमा पनि समस्या छ नि होइन, यसलाई सुधार गर्न पर्दैन डाक्टर साहब? एकदमै एकदमै तपाईँले भने ठ्याक्कै त्यसैमा जोडिँदाखेरि डाक्टर साहबले भनेकै कुरामा त्यो मौलिक कार्यान्वयन गर्ने ऐन हो। आधार निःशुल्क तथा आधारभूत शिक्षा ऐन मौलिक हकको त्यो ऐनले चाहिँ के भन्यो भने 85 सालपछि चाहिँ त यस्ता मान्छेहरू भयो भने अयोग्य हुन्छन् भन्यो। एक हिसाबले भन्यो भने अपाङ्गता भएका व्यक्ति शिक्षा छैन अनि के हुने भयो ऊ अयोग्य हुने भयो, पाइरहेको भत्ता पनि नपाउने भयो नि, इम्प्याक्ट त त्यता पर्ने भयो। त्यसकारण चाहिँ हामी दुईवटा कुरा डाक्टर साहबले भनेको कुरामा एउटा स्पेसिफिक पोलिसीहरू कहाँ कहाँ इन्टरभेन्सन गर्नुपर्छ फाइन्ड आउट गरेर राज्यले त्यता फोकस गर्नु पर्यो। दोस्रो चाहिँ ओभरअलमा हामीले चाहिँ सबैलाई समावेशीकरण गर्ने खालको नीति बनाउनु पर्यो। दुईवटा नीतिले काम गर्छ। त्यसो भयो भने पनि अब जस्तो नि आवश्यकताका आधारमा पाठ्यक्रम लागू गर्नुपर्छ होइन। कतिपय समुदायको मातृभाषा फरक हुन्छ, नेपाली भाषा अथवा पाठ्यक्रममा समावेश भएका भाषा बुझ्न नसक्ने हुन्छ होइन। केही स्थानीय तहहरूले त आफ्नो मौलिक भाषामा स्थानीय भाषामा पाठ्यक्रम पनि सुरु गरिसकेका छन्। यस अर्थमा नि सबै वर्गलाई, सबै समुदायलाई, सबै पिछडी परिएका क्षेत्रका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा ल्याउनका लागि त फेरि स्थानीय तहहरूले पनि काम गर्यो भने अझ प्रभावकारी होला नि। तहहरूले पनि काम गर्यो भने होइन, तहहरूले काम गर्नै पर्छ, उहाँहरूकै जुरिसडिक्सनभित्र पर्छ यो मौलिक हक कार्यान्वयन गर्ने कुरा तिनटै तहको हो। हाम्रा संविधानमा भएका व्यवस्थाहरू चाहिँ कानुनका रूपमा आउन पनि बाँकी छन् होइन, अथवा नियमावली बन्न बाँकी छ होइन। अब यसमा यो समस्या चाहिँ कसको हो अथवा यसमा कमजोरी कसको? ठुलो प्रयत्नबाट समावेशीकरणको कुरा संविधानमा इन्कर्पोरेट चाहिँ भयो, तर त्यसलाई कार्यान्वयन गर्ने ठाउँमा बसेका मानिसहरूको पहिला दिमाग समावेशीकरण हुनु पर्यो। समावेशीकरणलाई हेर्ने दृष्टिकोणमा चाहिँ त सुधार आउनु पर्यो नि। हिजो महिलालाई दोस्रो दर्जाको नागरिक बनेको अहिले पनि दोस्रो दर्जाकै नागरिक हो भित्र मनभित्र त्यस्तो आइदिने। अरू मान्छेहरू मार्जिनलाइज कम्युनिटीका मान्छेहरू यिनीहरू त मेन स्ट्रिममा आएकै नरुचाउने, उनीहरूले बोलेकै नरुचाउने, व्यवहार अभ्यास गरेकै नरुचाउने, तिनीहरूले कहाँ सक्छन् भन्ने यो जुन मानसिकता हो नि यो हाम्रो सामन्ती समाजको रिफ्लेक्सन त्यो कार्यान्वयन गर्ने हरेक मान्छेहरूमा छ। ममा पनि हुन सक्ला होइन, हामीसँग हुन सक्ला हो। त्यो चिजबाट हामी मुक्त नभइकन यो समावेशीकरणको यो मुद्दालाई राइटली हामीले एड्रेस गर्न सक्दैनौँ। पहिलो कुरा यो। दोस्रो कुरा चाहिँ यो समावेशीकरणको मुद्दा चाहिँ संविधानमा जबरजस्ती थोपरिएको हो कि त्यो एकदमै आत्मसात गरेर सबैले ओन गरेको हो भन्ने कुरा चाहिँ कार्यान्वयनमा देखिँदो रहेछ। त्यसलाई एकदमै हामीले आत्मसात गरेको हो भनेपछि फुल्ली कार्यान्वयनमा जानका निम्ति इफ बट केही पनि हुँदो रहेनछ। हामीलाई मन त थिएन, त्यसकारण यो कार्यान्वयन किन गरिराख्ने
भन्ने चिज चाहिँ जब आउँछ नि त्यो ठाउँमा बसेको मान्छे दोस्रो त्यो समस्याले पनि यो चाहिँ पछि परेको होइन भने हामीले संविधानमा लेख्यौँ संविधान जारी भएको 1 हप्ताभित्र राष्ट्रपतिको प्रधानमन्त्रीको चुनाव हुन्छ 15 दिनभित्र राष्ट्रपतिको चुनाव हुन्छ 1 महिनाभित्र 21 दिनभित्र सभामुखको चुनाव हुन्छ ती त सबै भए त ती सबै इच्छा शक्ति छैन नेतृत्वमा बस्नेहरुको हैन एक्ज्याक्टली इच्छा शक्ति छैन भन्दा त त्यति इन्कर्पोरेट भयो इच्छा शक्ति भएकै कारणले भयो तर फुल्ली कार्यान्वयन गर्नका निम्ति इच्छा शक्ति जुन जति छ त्यतिले पुग्दैन अब त्यसो भए अब कसरी दबाब दिने अथवा कसरी बुझाउने यसमा पनि फेरि शिक्षाकै भूमिका हुन्छ होला हैन नलेजकै अथवा ज्ञानकै सम्बन्ध हुन्छ होला अब यसको कार्यान्वयनको लागि दबाब दिनका लागि चाहिँ के गर्ने त अब 2-3टा काम गर्ने एउटा यो कार्यक्रम तपाईले चलाउनु भएको छ यो सबभन्दा महत्त्वपूर्ण र प्रभावकारी हुन्छ जो मार्जिनलाइज कम्युनिटीमा छ उसले पनि मेरो राइट यति हो भन्ने कुरा चाहिँ उसलाई हेक्का छैन हेक्का भएपछि न उसलाई थाहा पाउनु पर्यो तब न उसले माग्छ ए मेरो त यो अधिकार छ भनेर माग्छ त्यसकारण यस्ता कार्यक्रमहरूले त्यो कम्युनिटीलाई पनि जागरुक बनाउने काम गर्नुपर्छ भन्ने एक दोस्रो कुरा चाहिँ संविधानमा तिमीले लेखेको कुरा त तिम्रो प्रतिबद्धता हो नि तिम्रो प्रतिबद्धता हो त्यसकारण यो प्रतिबद्धता भन्दा बाहिर त तिमी जान सक्दैनौ भन्ने कुरा कसै न कसैले भनिदिनु पर्यो दोस्रो कुरा त्यो हो तेस्रो कुरा फेरि यो समावेशीकरण भनेको तिमीलाई घाटा हुने चिज होइन नि व्यक्तिलाई मुलुकलाई समाजलाई घाटा हुने चिज होइन जब यो समावेशीकरण फुल्ली हुँदै जान्छ नि सबैले नाफा पाउँछन् बेनिफिटेड हुने हो तिमीले घाटा हुँदैन भन्ने कुराको एहसास अथवा यो किन चाहिन्छ समावेशीकरण किन जरुरी छ राज्यमा भन्ने कुरा बुझाउन सक्नु पर्यो हाम्रा नेतृत्वमा भएका व्यक्तिहरूलाई हैन एक्ज्याक्टली हुन्छ म एकैछिन डाक्टर दिव्या दवाडी ज्यूसँग आउन चाहन्छु फेरि अब नेतृत्वमा भएका मान्छेलाई यसलाई इम्प्लिमेन्ट गर्ने तहमा भएका मान्छेले नै समावेशीकरणको महत्त्व बुझेका छैनन् भनिसके पछाडि यसमा फेरि शिक्षाकै विषय आउँछ होला अथवा नलेजकै ज्ञानकै विषय जोडिन्छ होला नि हैन तपाईलाई चाहिँ कस्तो लाग्छ जसले यसलाई कार्यान्वयन गर्ने तहमा जो हुनुहुन्छ उहाँहरुसँग चाहिँ यो समावेशीकरण आवश्यकताका विषयमा उहाँहरुको बुझाइ कस्तो छ कस्तो पाउनुहुन्छ मलाई कस्तो लाग्छ भने त्यो इम्प्लिमेन्टेसनमा बस्नेहरुलाई हैन कार्यान्वयन गर्नेहरुलाई चाहिँ समावेशीकरण भनेको के हो भनेर हामीले प्रश्न सोध्यौं भने उहाँले लिटरली मजाले भन्नुहुन्छ हैन सबैलाई समावेश गर्ने हो भन्नुहुन्छ बुझाइ अभाव छैन भने लिटरली उहाँले भन्नुहुन्छ तर समावेशीकरण चाहिँ कसरी गर्ने त भन्यो भने चाहिँ त्यसको आन्सर पाउन चाहिँ गाह्रो हुन्छ त्यसको आन्सर चाहिँ पाउन मैले गाह्रो भएको मलाई अनुभव भएको छ है डाक्टर साहबले पनि त्यस्तै अनुभव भएको हुनुपर्छ त्यसकारणले गर्दा यो 3टा कुरा हुनुपर्छ भन्छ के एउटा चाहिँ नि नीतिमा जस्तो संविधानको कुरा भइसक्यो टन्नै संविधान अन्तर्गत बनेका कानुनहरुको कुरा हामीले छलफल गरिसक्यौं एउटा नीतिमा त्यो कुरा आउनै पर्छ नीति नआइकन हुँदैन अर्को कुरा चाहिँ नि अभ्यास हामीले इम्प्लिमेन्टेसनको कुरा गर्छौं नि अभ्यासमा पनि समावेशीकरण सबैतिर झल्किनु पर्छ अभ्यासका लागि हामीले विभिन्न बन्दोबस्तहरू गर्नुपर्छ कसरी अभ्यास गर्ने त त्यो नीतिलाई चाहिँ कसरी कार्यान्वयनमा चाहिँ कसरी ट्रान्सलेट गर्ने त भन्ने कुरामा चाहिँ हामीले विभिन्न खालका व्यवस्थाहरू गर्नुपर्छ विभिन्न खालका स्ट्र्याटेजीहरू बनाउनुपर्छ विभिन्न खालका इन्टरभेन्सनहरू लानुपर्छ मैले अघि केस बाइ केस अप्रोचहरू भने मैले अघि के भने पाठ्यक्रम अनुकूलन गर्नुपर्छ भनेर भने त्यस्ता व्यवस्थाहरू गर्दै लानुपर्छ अनि अर्को कुरो चाहिँ कल्चर जबसम्म अघि डाक्टर साहबले भन्नुभयो नि हाम्रो एटिट्युडको कुरा गर्नुभएको छ उहाँले माइन्डसेटको कुरा गर्नुभएको छ हैन पछाडी परेको अथवा पारेको के भन्छौं हामी पछाडी पारिएका भन्छौं म चाहिँ सीमान्तकृत समुदाय भन्न रुचाउँछु त्यो वर्ग चाहिँ अगाडि आउनै सक्दैन भन्ने खालको एटिट्युड हैन अथवा गरेर के हुन्छ र इनरमा लगानी गरेर के हुन्छ र भन्ने खालको एटिट्युड अब त्यो एटिट्युड चेन्ज गर्न चाहिँ वन नाइटमा चाहिँ हुँदैन क्या त्यो त एकदमै डीप रुटेड भएर बस्या हुन्छ नि त अनि त्यो कल्चरै एकदमै राम्रोसँग तलैबाट कल्चर विकास गरेर ल्याउन सकियो भने चाहिँ गर्न सकिन्छ जस्तो लाग्छ मलाई जस्तो नि अब हाम्रो राजनीतिक क्षेत्रमा अथवा सरकारका सबै संरचनाहरूमा महिलाको सहभागिता चाहिँ 33% भनिएको छ हैन र सीमान्तकृत समुदाय दलित ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूको सहभागितालाई पनि सुनिश्चित गरेको छ अब यसपटक सरकारमा संसदमा हेर्दा त्यसलाई थोरै प्रगति भएको हो भनेर भन्न सक्छौं हामी तपाई के बुझ्नु अब हामीले हेर्यौं भने त संख्यात्मक रूपमा हेर्यौं भने त प्रगति भएको देखिन्छ हैन तर अब खाली प्रतिनिधित्व मात्रै त होइन नि त फेरि समावेशीकरण सशक्त भूमिका हुनु पर्यो सशक्त भूमिका हुनु पर्यो पार्टिसिपेसन हुनु पर्यो कि अर्थपूर्ण सहभागिता हुनु पर्यो इन्गेजमेन्ट मज्जाले इन्गेज गराउनु पर्यो के उहाँलाई डिसिजन मेकिङमा मज्जाले इन्गेज गराउनु पर्यो हैन त्यो हालको चाहिँ अझै पनि त्यसमा चाहिँ अझै काम गर्न बाँकी हो कि जस्तो लाग्छ डाक्टर खिमलाल डाक्टर साहब म तपाईसँग जोडिन्छु अब
अहिले राज्यले होइन पछाडि पारिएका भनिएका वर्गहरू समुदायहरूको सहभागिताका लागि चाहिँ संविधानमै व्यवस्था गरिएको छ। तर समावेशीकरण भनेको त वास्तवमा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने हो नि त भन्ने तर्क पनि छ र यसको वास्तविकता अथवा यसको मर्म पनि त्यही नै हो होइन। हामीले भएकै नीतिहरू कार्यान्वयन गर्न सकेका छैनौँ, संविधानमा भएकै व्यवस्थाहरू कार्यान्वयन गर्न सकेका छैनौँ। अब हामीले समावेशीकरणको वास्तविक मर्म के हो भने जनसङ्ख्याको अनुपातमा सबै तहमा सबै संरचनामा चाहिँ सहभागिता सुनिश्चित गर्न पर्यो। यो सम्भव छ नेपालमा? सम्भव छ। किन रहेछ भने 47 सालको संविधानमा हामीले के लेखेछौँ भने उम्मेदवार उठाउने राजनीतिक दलले कम्तीमा 5% महिला उम्मेदवार उठाउनुपर्छ भनेर छ। संविधान माने दलहरूले उम्मेदवार उठाउनुपर्छ भनेको थियो, जिताउनुपर्छ भनेको थिएन, जिताएनन्, उठाए। अनि 63 सालको अन्तरिम संविधान हामीले बनाउने बेलामा के भन्यो भने 1/3 महिला सशरीर संसदमा उपस्थित हुनुपर्छ भनेर हामीले लेख्यौँ। लेखिसकेपछि 1/3 महिला आए त फेरि लेखेपछि त आउने रहेछ। त्यही चिज पछि फर्कन मिलेन। अहिलेको संविधानमा पनि 1/3 महिला अनिवार्य भनेर भन्यो। अनिवार्य भन्या हुनाले अहिले आयो। सम्भव छ, नहुने कुरा होइन रहेछ। तर हामी कस्तो ठाउँमा पुगेछौँ भने बाध्य बनायौँ भने गर्ने खुसीले, विलिङली भन्छ नि, इच्छा स्वतःस्फूर्त हिसाबले ओहो यो त मेरो दायित्व हो भन्ने हिसाबले चाहिँ नगर्ने यो समस्या छ। त्यसो भए त बाध्यकारी व्यवस्था ल्याउनु पर्यो नि त होइन। अब यति बेला संविधान संशोधनको बहस पनि भइरहेको छ होइन। एउटा संविधान संशोधनको लागि कार्यदलै गठन भएको छ होइन। यदि संविधान संशोधन गरियो भने त्यस्तो हुँदैछ भने तपाईँ के सुझाव दिन चाहनुहुन्छ? एकदम भन्दा अगाडिका सरकारहरूलाई जसले 1/3 महिला प्रतिनिधित्व गर्नुपर्छ भनेर लेख्नेहरूलाई के छेक्या थियो? छेक्या त थिएन नि। उहाँहरूको चित्त, इच्छा, मानसिकता रहेनछ भन्नु पर्यो नि। यो प्रमाणले देखाइदियो। अहिले सरकारले यो गर्यो। अब योभन्दा अर्को सरकार सफल गर्ने बेलामा महिलाको सङ्ख्या अब घट्न पाइँदैन। अब घट्यो भने त्यो बेला बाई मिस्टेक भएको रहेछ भन्नेतिर जान्छ। भनेपछि मैले यी सबै कुरा गर्दै जाँदाखेरि गर्नुपर्ने कुरा के भने हाम्रो संविधानले समावेशीकरणको बाध्यता गरेको छ। तपाईँले संविधान संशोधनको कुरा प्रसङ्ग जोडिरहँदाखेरि अब समावेशीकरण भनेको 1/3 होइन, 51% जनसङ्ख्यालाई 1/3 मा चाहिँ सीमित गरिदिने अथवा महिलाको विषय मात्रै होइन, सीमान्तकृत समुदाय होइन, पछाडि पारिएका कर्णाली जस्ता क्षेत्रका बासिन्दाहरू त अझै पनि गाह्रो छ नि त। एक्ज्याक्टली। हाम्रो संविधानले क्लस्टरको कुरा गर्नुहुन्छ भने संसदमा प्रतिनिधित्व गर्ने 17वटा क्लस्टर छन्। 17वटा क्लस्टरभित्र साथै प्रदेश समेत जोड्दा भित्र जम्मा महिलालाई 1/3 ग्यारेन्टी गर्यो। बाँकी क्लस्टर त छुटेका छन् नि। त्यो छुटे किनभने महिलालाई त जसरी पनि 1/3 भए पनि ल्याउनु पर्यो। त्यति चाहिँ बाध्यता भयो, बाध्यात्मक हिसाबले भनेर डरले भयो। अब गर्नु पर्यो के भने कसैको दबावमा बस्नु परेन। जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व गर्ने कुरा चाहिँ अबको संविधान संशोधनको एजेन्डा बन्दियो भने कसैले प्रेसर पनि फिल गर्नु पर्दैन, कसैलाई समस्या पनि हुँदैन। तर एउटै कुरा के रहेछ भने अहिलेसम्म मैले भोगिराखेका थिएँ, मेरो भाग कट्टा नगरिकन त मार्जिनलाइज कम्युनिटीले प्राप्त गर्दैन। त्यसकारण मेरो खोसिन्छ भन्ने मानसिकता जहिलेसम्म हाबी हुन्छ यो कार्यान्वयन हुन कठिन हुन्छ भन्ने मलाई लाग्छ। हामीसँग जस्तो कर्णाली जस्ता क्षेत्रका बासिन्दाहरू अझै पनि धेरै शिक्षाको पहुँचबाट बाहिर छन् होइन, र ड्रप आउट हुने चान्स पनि उस्तै छ। सीमा क्षेत्रका बालबालिकाहरू पनि पढ्न छोडेर कमाउनपट्टि भारत भाषिनी यो अवस्था अझै पनि विडम्बना छ। अब यस्ता खालका समुदायका बालबालिकाहरूलाई शिक्षामा सहभागिता गराउनका लागि अनिवार्य रूपमा पढ्न पठाउनका लागि चाहिँ राज्यले कस्तो नीति अवलम्बन गर्नुपर्छ? अब अहिले चाहिँ शिक्षाको कुरा गर्दाखेरि हामी सबैका लागि शिक्षा भन्छौँ। सबैका लागि शिक्षाका विभिन्न मोडलहरू हामीले इम्प्लिमेन्ट गरिरहेका छौँ। नारा चाहिँ सबैका लागि शिक्षा हो र त्यो नारालाई मूर्त रूप दिने हो भने चाहिँ कस्तो गर्नुपर्छ अब भने अब हामीले चाहिँ स्कुललाई घरैमा लगेर हुन्छ कि होइन, विभिन्न खालको मोडालिटिजहरू के। अब अहिले स्कुल खोलिदिएछ, शिक्षाको व्यवस्था गरिदिएछ, पाठ्य पुस्तक दिएको छ, दिवा खाजा दिएको छ तल्ला क्लासहरूमा होइन। त्यसपछि चाहिँ शिक्षाको व्यवस्था छ अनि छात्रवृत्तिको व्यवस्था पनि छ। त्यो छ के, त्यति चाहिँ हामीले अहिले इन्स्योर गरेका छौँ। त्यति गर्दैमा पनि आएनन् नि त बालबालिकालाई ल्याउन सकिएन, त्यतिले पुगेन नि त। सबैलाई नपुग्या त होइन,
केही सानो समूहलाई मात्रै नपुगे अब त्यो समूहमा गएर स्पेसिफिक भएर त्यो समूहलाई चाहिँ के गरिदियो भने चाहिँ त्यो बालबालिका आउँछ भन्ने पहुँचयुक्त विद्यालयहरू छैनन्, त्यो बनाउनुपर्छ। यद्यपि कानुनमा छ त्यो कुरा, प्र्याक्टिसमा मात्रै नआएको हो। भवन बनाउँदाखेरि चाहिँ पहुँचयुक्त बनाउनुपर्छ भन्ने कुरा छ कानुनमा, तर त्यो प्र्याक्टिसमा मात्रै नल्याएको। त्यसलाई प्र्याक्टिसमा ल्याउनु पऱ्यो, इम्प्लिमेन्टेसनमा लैजानु पऱ्यो, एउटा कुरा। अर्को कुरा चाहिँ त्यो बालबालिकाको आवश्यकता पुरा जस्तो कस्तो हुन्छ भने कतिपय अवस्थाका अलिकति सिभियर र प्रोफाउन्ड खालको चाहिँ अपाङ्गता भएका बालबालिकालाई चाहिँ टिचरै घरमा गएर पनि प्र्याक्टिसहरू भएका छन् कि विभिन्न जिल्लाहरूमा हामीले गरेर हेरेका छौँ। जाजरकोट जिल्लामा स्थानीय तहले हैन त्यस्ता कार्यक्रम पनि गरेका छन्। अब त्यसरी चाहिँ बालबालिकाको आवश्यकता के हो त? बालबालिकालाई स्कुलमा ल्याउनै सकिँदैन भने टिचर घरमा पुग्नु पऱ्यो नि त, स्कुल घरमा पुग्नु पऱ्यो नि त, हैन? अब कतिपय स्कुलमा चाहिँ कतिपय अवस्थामा मोबाइल स्कुलहरू छन् हाम्रा। मोबाइल स्कुल खोलेर गएर चाहिँ लगेर चाहिँ बालबालिकालाई विशेष गरी कठिन भौगोलिक अवस्था भनेको हिमाली भएका बालबालिकालाई चाहिँ अब उनीहरूको त 6 महिना त हिउँ पर्छ, गाह्रो हुन्छ। त्यतिखेर चाहिँ मोबाइल स्कुलहरू खोलिदिएर तल लिएर आएर हामीले चाहिँ उनीहरूलाई पनि शिक्षाको बन्दोबस्त प्रबन्ध मिलाएका छौँ। अब अर्को कुरा भनेको चाहिँ अथवा जुनसुकै विकल्प अपनाएर भए पनि बालबालिकालाई शिक्षामा जोड्नु पर्छ। अधिकारमा आधारित शिक्षा भनिसकेपछि शिक्षा मौलिक हक भइसकेपछि त उसको त अधिकार छ नि त। अब त्यो अधिकारलाई चाहिँ कसरी कार्यान्वयन गर्ने, त्यो अधिकार कसरी सुनिश्चित गर्ने भन्ने कुरा त व्यवस्थापन गर्ने हाम्रो कुरा हो नि त, हाम्रो जिम्मेवारी हो नि त। अब हामीले चाहिँ एउटै मैले अघि नै यहाँलाई अनुरोध गरेँ, एउटै मोडालिटीले चाहिँ अब काम गर्दैन। विभिन्न खालका मोडालिटी लगेर चाहिँ त्यो बालबालिकाको स्पेसिफिक इन्डिभिजुअलाइज निड के हो भन्ने कुरा चाहिँ पहिचान गरेर त्यो पहिचानको आधारमा चाहिँ हाम्रा चाहिँ सहयोगहरू, हाम्रा इन्टरभेन्सनहरू, हाम्रा कार्यक्रमहरू चाहिँ लैजान पर्छ र त्यसै दिशातर्फ चाहिँ कार्यक्रमहरू गएका पनि छन्, तर अझै गर्न चाहिँ बाँकी छ। समावेशी सहभागिताका लागि चाहिँ आरक्षणको व्यवस्था गरिनुपर्छ भन्ने विषयमा हाम्रो जोड पनि त्यही हो हैन। हामीले चाहिँ बजेट विभेदीकरण गरेर हुन्छ कि जसरी भए पनि समावेशी होस् हाम्रो सबै संरचनाहरू भन्ने नै हो। तर एक थरीको तर्क के छ भने हैन, क्षमताका आधारमा सहभागिता हुनु पर्यो, तर व्यक्तिलाई शिक्षित बनाउनु पर्यो र उसको जग चाहिँ बलियो बनाउनु पर्यो, उसलाई क्षमतावान बनाउनका लागि चाहिँ लगानी गर्न पर्यो भन्ने खालको तर्कहरू पनि सुनिन्छ। तपाईँ के भन्नुहुन्छ? मूलधारमा नआएको वर्गलाई, मूलधारमा नआएको समुदायलाई, मूलधारमा नआएको व्यक्तिहरूका लागि त आरक्षण त केही समयको लागि त चाहियो। हजुर त्यही आरक्षण र क्षमताको कुरा त जोड्न खोज्नु भयो भने हैन, केही समयको लागि त आरक्षण त जरुरी हुन्छ नल्याएसम्म त त्यसै आरक्षण नदिएसम्म त उहाँहरूलाई ल्याउनै सकिँदैन, रिप्रेजेन्टेसन गराउनै सकिँदैन, उहाँहरूको सहभागिता नै सुनिश्चित गर्न सकिँदैन। जरुरी नै छ, तर त्यसो भनेको मतलब सधैँ आरक्षणमा मात्रै डिपेन्डेन्ट गराउने भन्न खोजेको चाहिँ होइन। साइड बाई साइड उहाँहरूको क्षमता योग्यता बढाउनुतिर पनि लाग्नुपर्छ, सँगसँगै लैजानुपर्छ भन्ने लाग्छ मलाई। त्यसमा शिक्षाको भूमिका महत्त्वपूर्ण, एकदमै महत्त्वपूर्ण। क्षमता भन्ने कुरा शिक्षाबाट नै हुने हो, बढ्ने भन्ने कुरा, क्षमता बढाउने भन्ने कुरा, योग्यता चाहिँ अभिवृद्धि गर्ने भन्ने कुरा त शिक्षाबाटै हुने कुरा हो। त्यस कारणले गर्दा नेपालको अहिलेको कन्टेक्स्टमा अब आरक्षण होइन चाहिँदैन भन्ने त कुरै होइन, तर क्षमता पनि सँगसँगै साइड बाई साइड जानुपर्छ जस्तो लाग्छ। संविधानमा भएका व्यवस्थाहरू कार्यान्वयन गर्नका लागि भनेर नै विभिन्न किसिमका आयोगहरू गठन गरिएको छ। त्यसमा राष्ट्रिय समावेशी आयोग पनि एउटा छ। यो आयोगले विभिन्न 11वटा कार्यक्षेत्रमा चाहिँ काम गर्दै आएको छ हैन। खस, आर्य, पिछडी परिएका क्षेत्र, किसान, श्रमिक लगायतका विभिन्न 11वटा वर्गका लागि काम गर्छ। अब अहिले भएका कानुन नै कार्यान्वयन नभएको सन्दर्भमा नि यस्ता आयोगहरूले चाहिँ अब थप कसरी सशक्त भएर काम गर्न पर्छ, थप कसरी कस्तो काम गर्न पर्छ, आयोगहरूलाई तपाईको सुझाव के छ? संवैधानिक आयोगहरू विभिन्न सेक्टरमा बाँडिएर गठन हुनुको कारणै त्यही हो कि राज्यले हिजो पछाडि पारिएको क्षेत्र, समुदाय, वर्गहरूका निम्ति काम गर्नुपर्छ भनेपछि उनको स्पेसिफिक काम मार्जिनलाइज कम्युनिटीको के हो समस्या, अघि म्याडमले भन्नुभयो जस्तो कहाँनिर समस्या हो, कहाँ नपुगेको, इन्टरभेन्सन गर्नुपर्ने कहाँ हो, कहाँ चाहिँ सुधार गरेपछि संविधानले परिकल्पना गरेको समावेशीकरणको व्यवस्था चाहिँ कार्यान्वयन हुन्छ भन्ने कुरा पिन पोइन्ट गरेर पत्ता लगाएर त्यसलाई चाहिँ सिफारिसका क्रममा चाहिँ अगाडि बढाउनुपर्छ भन्ने लाग्छ। एक दोस्रो कुरा चाहिँ आयोगहरूले राज्यको नीतिलाई फस्टाउनका निम्ति अथवा कार्यान्वयन गर्नका निम्ति सहज बनाइदिने हो। सँगसँगै राज्यका सबै निकायहरूलाई अथवा मन्त्रालयगत हिसाबले पनि फलानु मन्त्रालयले यो काम गर्ने, शिक्षा मन्त्रालयले यो काम गरियो भने समावेशीकरणको यो हाम्रो इन्डिकेटरलाई चाहिँ यसले सपोर्ट गर्छ भन्नु पर्यो। अर्थ मन्त्रालयले यति बजेट छुट्याइदियो भनेदेखि यो काम कार्यान्वयन गर्नका निम्ति शिक्षा मन्त्रालयलाई सघाउ पुग्छ भनेर भनिदिनु पर्यो। यस्ता खालका नीतिगत सुझाव पनि संवैधानिक आयोग
हरूले दिनुपर्छ। समावेशीकरण आयोगको त म त यति ठुलो जिम्मेदारी देख्दछु, किनभने 4वटा महत्त्वपूर्ण उपलब्धि मध्येको एक उपलब्धि समावेशिता, त्यसलाई चाहिँ व्यवहारमा रूपान्तरण गर्नका निम्ति गठन भएको आयोग। यसले चाहिँ आफूलाई स्पेसिफिक भएर यतातिर चाहिँ केन्द्रित हुन जरुरी छ। तर अर्को सँगसँगै समस्या के भने हाम्रो संविधानमा एउटा बन्दोबस्त छ, यी अन्य आयोगहरूका सन्दर्भमा संसदले 10 वर्षपछि पुनरावलोकन गर्नेछ भन्ने व्यवस्था राखियो। त्यसलाई टेकेर कतिपय मान्छेहरू यी आयोग त अब खारेज गरे हुन्छ भन्नेतिर जाने खतरा मैले देखिराखेको छु। गर्नु पर्यो के भने तपाईलाई चाहिँ के लाग्छ, आयोग आवश्यक छ कि छैन? एकदमै आवश्यक छ। अझ बढी आवश्यकता महसुस भएको छ यो 10 वर्षको अवधिमा। संसदले पुनरावलोकन गर्दा हेर्ने कहाँनिर हो भने यी आयोगहरूको अहिलेसम्मको पर्फर्मेन्स के रहेछ, आवश्यकता र औचित्य अझै बाँकी रहेछ। किनभने संविधानले परिकल्पना गरेको समावेशीकरण त हामीले पुरा गर्न सकेका रहेनछौँ, आवश्यकता अझै रहेछ। भूमिका परिवर्तन गरिदिनु हो, यो 10 वर्षको अवधिमा यी आयोगहरूले प्रभावकारी भूमिका निर्वाह गर्न किन सकेनन् भन्ने कुराको आइडेन्टिफिकेसन सहित अब चाहिँ यो भूमिका भनेर चाहिँ किटान गरिदिनु पर्छ होला। सँगसँगै नि अर्को के पनि छ भने जस्तो हामीले संविधानले व्याख्या गरेको पिछडा वर्ग होइन, पिछडी पारिएका समुदाय भनेर जसरी अहिले जुन वर्गलाई भनिएको छ, अब त्यसको परिभाषा पनि परिवर्तन हुनुपर्छ। केही वर्गहरू चाहिँ अब सशक्त भइसके भन्ने विषय पनि आउँछ होइन, तपाईँ के भन्नुहुन्छ? हो, यसमा दुईटा कुरा छ। एउटा आरक्षणको कुरा चाहिँ एउटा सेवा अवधिमा एकपटक हो प्रयोग हुने भन्ने एउटा सामान्यतः सिद्धान्त हो। तर भइराखेको छ के भने एकैजना व्यक्तिले हरेक पदका निम्ति त्यो आरक्षण प्रयोग गर्दै माथि पुग्ने यस्तो पनि भइराखेको छ। अथवा सीमित समुदायले मात्रै उपभोग गर्न पाउने हो, क्रिमी लेयरले चाहिँ आफ्नो अनुकूल प्रयोग गरे भन्ने पनि आइराखेको छ। यस्तो नहुनका निम्ति हामी जानु पर्यो। के भने अघि म्याडमले भन्नु जसको आवश्यकताका निम्ति यो सिद्धान्त प्रतिपादन भएको हो, जसलाई आवश्यक परेको आइडेन्टिफाई गरेर तिनलाई दिनु पर्यो, तिनका नाममा दुरुपयोग गर्न भएन भन्ने हिसाबले पनि राज्य नै बलियो हुनुपर्छ। त्यही अनुसारले एक्सन प्लान बनाउन जरुरी छ भन्ने मलाई लाग्छ। हुन्छ, यहाँहरू दुवैजनालाई समय र संवादको लागि धेरै धेरै धन्यवाद। हस्, धेरै धन्यवाद। महत्त्वपूर्ण विषयमा महत्त्वपूर्ण समयमा तपाईँले हामीलाई यो अवसर दिनुभयो, यसका निम्ति धन्यवाद। हस्, यो अवसरको लागि धेरै धेरै धन्यवाद। हस् दर्शकवृन्द, समावेशीकरणका लागि राज्यले अपनाएको नीति, यसको कार्यान्वयनको पक्ष, संवैधानिक रूपमा आएका चुनौतीहरूका विषयमा आज हामीले चर्चा गऱ्यौँ। समावेशी सवाल आजलाई यति नै। नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।